कस्टमर बहिनी यता हेर्नु न थ्याङ्क यू सो मच पोहोर पनि यति धेरै भेराइटी ल्याइदिनु भएको थियो घरबाट पकाएर अनि यसपालि पनि हजुरहरूको चाहियोस् जहिले अस्ति झन् पोहोर त भाउजूले 3 टिफिन पठाइदिनु भएको थियो क्या मटनहरू यसपालि पनि कस्टमर बहिनीहरू मलाई कति माया गर्नुहुन्थ्यो नि यति रातिसम्म पर्खेर काम गर्नुहुन्थ्यो मलाई उहाँहरूको सर्भिस चाहिँ 12 बजीसम्मको छ है 3जनाको मात्रसँग जाँगर चलाउँदै स्टिम खाँदै काम गर्नु पर्यो नि यस्तो झन्डै मलाई रिङ्गडा लाग्नु थाल्यो हेर हालत मेरो बिहान 7 बजीको फेसै यो है हेर्न लिपस्टिक पनि छैन क्रिम पनि छैन त्यही ब्युटिसियनको हालत अरे ठिक्क गाइजहरू हाम्रो चाहिँ 7 बजी बिहानको 7 बजीदेखि अहिले बेलुकाको 10 बज्यो काम गरेको अवस्थामा हालत हाम्रो चाहिँ छिमेकीबाट खाना आइरहेछ छिमेकी बहिनीहरूले खाना ल्याइदिएर घरबाट पनि एक टिफिन आएको छ अनि त्यहाँबाट छिमेकी बहिनीहरूले चाहिँ पक्कन अरे अनि त्यहाँबाट मटन पक्कु अरे यो पक्कु अरे अनि यो चाहिँ के अरे भुटन अरे खसीको अब हामी चाहिँ काम एकछिन पिसाएर चाहिँ यो खाएर मात्रै अब फेरि काम गर्न लागेको छौँ गाइजहरू मेरो बहिनीहरू चाहिँ दाल खानु पनि म सुँगुरको मासु खाँदैन नि खसीको खाउँ न खसीको दिदी खसीको सर हाम्रो त खाना खानु थालेमै हाम्रो त अब 11-12 बज्ने रहेछ अब अम्मीले गर खसीको मासु छैन छिटो हेर त यहाँ कस्टमर बहिनीहरूले खाना यो ल्याइदिएको हाम्रो खाना घरबाट आएको मासु आएको कस्टमर बहिनीले ल्याइदिएको चाहिँ अब के गर्नु खानु पर्यो नि अब एकछिन बिसाएर खाएको हामी चाहिँ तिमी खाइसकेर सुत्यो होला ल हामी चाहिँ 11 कति बज्यो 11 साढे 11 चाहिँ हामी हिँड्यो अब आजको काम सक्यो आज अन्तिम हो हामीलाई त पुलिसले पनि बन्द गर्नु भन्नुभयो पुलिस गस्ती हिँडिन्जेलसम्म भएको छ हामी चाहिँ पुलिसले बन्द गर्नु छिटो घर जानु भन्नुभएर हामी हिँड्यौँ अब घर सक्यो हाम्रो चाहिँ आजको ड्युटी चौकै सुनसान पर्छ